भयो नरुनु नरुनु रुनुहुन्न कि सायद त्यो बेलामा ल गर्नु भयो नरुनु तपाईँ ल आउनु मलाई हजुर आउनु बानी आउनु ल रुनुहुन्न कि लगाइदिनु टिको बानी पितालाई धन्यवाद पिता परमेश्वर पिता हजुरलाई धेरै धेरै धन्यवाद पिता परमेश्वर पिताको नाउँमा हरेक कुराहरू ठाउँ ठाउँमा गएर हजुरले एकदम उन्नति प्रगति गरिसक्नुभयो पिता एकदम जहाँलाई पनि स्वर्गीय उठाउनु सही पिता हजुरको आकाशमा उड्ने प्लेनमा बाटोघाटोको चारै सुर चारै किल्लामा रक्षा सुरक्षा साथ राखेर एकदम हजुरको हातमा सुम्पेर एकदम रक्षा सुरक्षा साथ राखेर स्वर्गीय दूत कटाएर भुइँमा गुड्ने पनि हजुरको हातमा आकाशमा गुड्ने पनि हजुरकै हातमा सुम्पेर एकदम भरिपूर्ण आशिष आँटेको कुराहरू पनि पुर्याइसक्नुभयो परमेश्वर पिताले एकदम हजुरकै हातमा एकदम हजुरको दाहिने बाहुलीमा राखेर स्वर्गीय दूत कटाएर लिएर हिँड्नु चाहिँ पिता हजुरको छोराछोरीलाई उन्नति प्रगति भइसक्यो पिता धन्यवाद पिता परमेश्वर पिताको नाउँमा हर कुरा हर चिजहरू माग्छु पितालाई मलाई नि अब पिता जसरी यसरी लिएर जानुभएको छ यसरी नै टिकटालो गरेर त्यसरी पनि हजुरले एकदम इच्छा पुरा गरिसक्नु भयो पिता धन्यवाद हजुरलाई धन्यवाद पिता परमेश्वर पिताको नाउँमा फुल पनि रहन्छ रुनुहुन्न उनले धन्यवाद दिइसक्नुभयो परम पिता ईश्वर हजुरलाई धेरै धेरै धन्यवाद एकदम बाबु के भयो त राम्रो कामहरू पनि दिइसक्नुभयो हजुरले जसरी आँटेर जानुभएको छ लिएर जानुभएको छ पितालाई धन्यवाद